हेलो गुड मर्निङ तसिदेले सबैजनालाई फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। म आज तपाईहरुलाई केही नयाँ देखाउन गइरहेको छु है। आज चाहिँ म एक ठाउँमा जाँदै छु। त्यो चाहिँ मेरो एकदम फेभरेट ठाउँ हो है। सबैजनाको नहुन सक्छ, मेरो चाहिँ एकदम फेभरेट ठाउँ हो। त्यहाँ जानलाई म रेडी पनि भइसके है। तपाईहरु हेर्दै गर्नु होला, म कहाँ के गर्छु, के तपाईहरुलाई सबै देखाउँछु। वेट गर्दै गर्नु है, हेर्दै गर्नु होला है। नयाँ भ्युअर्स हुनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। यो चाहिँ मेरो आजको आउटफिट है। म रेडी भइसके जानको लागि है। एकदम समर लागिसकेको साथीहरु है, एकदम गर्मी छ। सनग्लास त लाउनै पर्यो। ल यो चाहिँ मेरो आजको आउटफिट। मेरो फेभरेट शपिङ सेन्टर है। स्पेशली त्यो के रे भेजिटेबल र फ्रुट्सहरुको लागि है। म देखाउँछु भित्र पनि। ल सुरु भयो वाटरमेलन। ल हेर्नुस् है साथीहरु, भिड पनि छ। चेरी हेर्नु त रातो, आहा कस्तो लोभै लाग्दो। रातो मात्रै एउटा रातो। खोइ आज टेस्ट गर्नलाई राखेको छैन रहेछ। टेस्ट गर्न राख्नु सबै सकिसकेछ खाएर। चेरी। ल यो चाहिँ फलफुलहरु है। मेलोन म देखाउँछु है। मेलोन हेर्नु, यो वाटरमेलन भयो, नरिवल, वाटरमेलन। ल सबै यहाँ अम्बा पनि रहेछ। अम्बा यस्तो के साह्रो महँगो। ल हेर्नुस्, फ्रुट्सको भेराइटीहरु धेरै छ। ब्लुबेरी, मेलोन। अब म कता जाँदैछु? अब म यहाँ तरकारी सुरु भयो है। यो चाहिँ मेरो फेभरेट ठाउँ, एकदम फ्रेश धेरै कन्ट्रीबाट आएको तरकारी फलफुलहरु पाइन्छ यहाँ है। ल यता छ, ओहो ल यता बनाना हेर्नु है, रातो पनि छ। पाइनएप्पल, यहाँ म्याङ्गो रहेछ। यो चाहिँ मिठो हुन्छ। म्याङ्गो त्यहाँ धेरै छ हैन। यिनीहरु चाहिँ अलिक खल्लो मेवा जस्तो हुन्छ। मेवा पनि रहेछ। यो आँप चाहिँ मिठो हुन्छ, गुलियो। मैले पहिला पनि एउटा लगेको हैन, एकदम मिठो गुलियो हुन्छ। लानु पर्यो। र म एकछिन यो जोख्नु पर्यो है। मेवा पनि छ यहाँ। किवी, क्याप्सिकम है साथीहरु, हेर्नु त क्याप्सिकम। ल अब कस्तो कलरको खाने है। पहेँलो, सुन्तला, रातो, हरियो। अझै यो चाहिँ खुर्सानी है, एकदमै पिरो हुन्छ यो खुर्सानी है। ओहो यहाँ खुर्सानी रहेछ। यो ल खुर्सानी, यो जिरे खुर्सानी, यो लामो खुर्सानी। रातो चाहिँ लिनु पर्यो है। यो सागको आइटम है। यो चाहिँ एपिनाथ भन्छ है। ब्रोकाउली यस्तो फ्रेस छ हेर्नु। ब्रोकाउली, बन्दा, मुला, प्याज, गाजर, इस्कुस, भेन्टा, फर्सीको भेराइटी। फर्सीको फुल पनि रहेछ यहाँ त। मलाई यो मार्केट एकदम मन पर्नुको कारण यहाँ हेर्नु रायो साग है साथीहरु। रायो साग पाइन्छ यो मार्केटमा, त्यही भएर मलाई यो मार्केट एकदम मन पर्नुको कारण यो पाक्चोइहरु छ। तर रायो साग चाहिँ मेरो फेभरेट हो। म लान्छु। यहाँ बन्दाहरु छ हेर्नु, एकदम फ्रेस पाइन्छ यहाँ। सागहरु, बन्दा, तरकारीहरु सबै हेर्नु त यस्तरी मस्तको छ। है साथी, मकै हरियो मकै यस्तो खानु पर्छ। स्वास्थ्यको लागि एकदम फाइदाजनक छ है हरियो मकै। यो मटर पर्छ। यो लाने के लाने जसलाई पनि हुन्छ। महँगो रहेछ है। कता हो अलिकति लानु हरियो परे खानुपर्छ साथीहरु, हेल्दी भएछ। एउटा बोका न खै कुइन्छ कि अब धेरै के लानु, भोलि पर्सि आइहाल्छ। न ल म
अझै देखाउनु साथीहरू मेरो फेभरेट भन्नुको कारण नै यही हो हेर्नु सबै कुरा पाइन्छ सब्जीहरू होइन यस्तो फ्रेस पाइन्छ हेर्नु त धनियाँहरूदेखि लिएर सबै धनियाँदेखि लिएर यो मिन्ट पनि पाइन्छ सबै यहाँ रोजमेरीहरू सबै पाइन्छ एकदम फ्रेस हेर्नु त लसुनहरू प्याजहरू यस्तो पाइन्छ यहाँ आजको हाम्रो सपिङ सकिसक्यो है अब हामी सपिङ गरेर निस्किसक्यौँ घर जाँदैछौँ यता दुईजना मेरो सेक्युरिटी गार्डहरू छ अब हामी फर्किनेछौँ घाम मस्त लागिरहेछ एकदम चर्को यो हो ड्र्यागन फ्रुट पहिला नेपालमा हुँदा धेरै ट्राई गरेको थिएँ अहिले बाहिर आएपछि चाहिँ धेरै पछि 2-3 वर्ष पछि नै भर्खर ट्राई गर्दैछु धेरै पछि भेटेँ अगाडि खोज्दाखेरि चाहिँ पाइनँ मार्केटमा आज चाहिँ पाएँ अर्को छ म्याङ्गो है मेरो चाहिँ म्याङ्गो चाहिँ एकदमै फेभरेट जस्तै हो म्याङ्गो है फ्रुटमा अनि यो कुरिलो अघि राम्रोसँग देखाउन पाइनँ भिडियोमा अहिले चाहिँ नजिकबाट तपाईँलाई देखाउँदैछु है कुरिलो तरकारी खाने यहाँ चाहिँ पहिला नेपालमा मैले कहिले पनि खाइनँ यहाँ विदेशमा आएर चाहिँ धेरैचोटि खाएँ मिठो लाग्यो मिठो छ चेरी त ओहो अब यो चेरीको सिजन हो है यति चेरी पाइन्छ मार्केटमा यति मिठो हाम्रो त बाटोबाट पनि पाइन्छ तर बाटोबाट पनि त्यति टेस्टी हुँदैन लोकल जस्तो सानो हुन्छ यो मार्केटको चाहिँ मिठो हुन्छ है किनेर खाएर क्या मिठो हुन्छ फ्रीमा पाएको चाहिँ मिठो हुँदैन फ्रीमा पाएको पनि म देखाउँछु तपाईँहरूलाई भिडियोमा है एक दिन मेलोमेसो मिलाएर यो रायोको साग यो खुर्सानी फाइनली हामी अहिले घर आइसकेका छौँ म तपाईँहरूले देखाउँदै ये कौन है बताइए कौन है जस्ट फर किडिङ है यो चाहिँ कौन हो ये कौन है ल आजको मेरो मिनी ब्लग म यहीँ एन्ड गर्न जाँदैछु तपाईँलाई कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला बाई